अहिले हामी दिघाको उदयपुर, दिघा भनौँ न, दिघा भन्दा पनि अर्को जिल्ला उडिसामा होइन, त्यो उडिसामा हामी प्रवेश गरिसकेका छौँ र त्यो यही क्षेत्रभित्र नै पर्छ, दिघा क्षेत्रभित्र नै पर्छ। यो अर्कै उदयपुर हो, इन्डियाको उडिसाको उदयपुर हो हैन। अब हामी यो बिचमा जाँदैछौँ। राम्रो ठाउँ छ, समुद्र एरिया, बिच एरिया, खानपिनको पनि व्यवस्था राम्रै छ। यहाँ नरिवल पानी खान सक्नुहुन्छ, सबै कुराहरू अलमोस्ट राम्रै छ। लगभग हामी यो बिच एरियामा आइसकेका छौँ। रमझम राम्रै छ यहाँ, घोडादेखि लिएर अलमोस्ट सबै खालको एक्टिभिटिजहरू हामी चाहिँ गर्न सक्छौँ। नरिवल पानी पनि हामी खान सक्छौँ, राम्रो छ। हामीले अघि भर्खरै खायौँ नरिवल पानी। तपाईँ हेर्न सक्नुहुन्छ, बिच बोटिङदेखि लिएर सबै गर्न सक्छ। यो सबै दिघा एरियाभित्र नै पर्छ, तर यो चाहिँ डिस्ट्रिक्ट चाहिँ अलग हो। यो उडिसा अन्तर्गत पर्न जान्छ यो एरियालाई। उदयपुर यसै गरिएको छ, हेर्न सक्नुहुन्छ। रमझम छ पुरै, साउन्ड म्युजिक। गोवाको विकल्पको रूपमा यो ठाउँलाई तपाईँ हामी लिन सक्छौँ। सस्तो ठाउँ पनि छ, बिच एरिया, समुद्र एरिया। गोवाको विकल्पको रूपमा यो एरियालाई हामी लिन सक्छौँ। सानो सानो गाडीहरू, यसो बच्चाहरूलाई हेर्दै हुनुहुन्छ। करिब 4:30 बजिसकेको अवस्था छ। पानी बिस्तारै बिस्तारै घटिरहेको तपाईँ हेर्न सक्नुहुन्छ। जति जति साँझ हुँदै गइरहेको छ, पानी बिस्तारै घटिरहेको छ। सुजिक सब कितना है भैया घोड़ा का चार्ज? हाँ, एक आदमी का 100 रुपया। सर मात्र समातिदिनु न एकैछिन, मलाई हेराइदिनु। ल बिग्रिन्छ एरियामा नै तपाईँले ज्यादा स्पीड नहीं करने का है, ज्यादा स्पीड करना पड़ेगा। अरे भाई ज्यादा स्पीड करेगा तो कैसे होगा? Are you excited?
समुंदर की गहराइयों से मजाक नहीं किया करता। सबैजना यता नहल्लिकन है, फेरि मलाई डर लाग्दैछ नि। वाव फोटो ले लो।